कन्टेन्ट क्रिएटरहरूले युट्युबबाट लाखौँ कमाइरहेको हामीले सुनि नै रहेको होला। तर युट्युबले कसरी कन्टेन्ट क्रिएटरहरूलाई पैसा दिन्छ र युट्युबले आफैले कसरी पैसा कमाउँछ त? आजको यस भिडियोमा हामी सम्पूर्ण जानकारी दिनेछौँ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। युट्युबको बिजनेस मोडलको ठुलो हिस्सा एडभर्टाइजिङ हो। जब तपाईँ युट्युबमा भिडियो हेर्नुहुन्छ, भिडियो सुरु हुनु अघि बीचमा वा अन्य ठाउँमा एडभर्टाइजमेन्ट देखिन सक्छ। यी एडभर्टाइजमेन्टका लागि कम्पनीज र एडभर्टाइजरले पैसा खर्च गर्छन्। मानौ एउटा कम्पनीले आफ्नो नयाँ प्रोडक्ट धेरै मानिससम्म पुर्याउन चाहन्छ, उसले युट्युबमा एडभर्टाइजिङ क्याम्पेन चलाउँछ। युट्युबले त्यो एडभर्टाइजमेन्ट उपयुक्त अडियन्ससम्म पुर्याउन आफ्नो एडभर्टाइजिङ सिस्टम प्रयोग गर्छ। यसरी एडभर्टाइजर टु युट्युब पैसा आउँछ, तर यो सबै पैसा युट्युबले आफै राख्दैन। अब सोच्नुहोस्, युट्युबमा भिडियो नै भएन भने भ्युअर्स आउँछन् त? आउँदैनन्। त्यसैले क्रिएटर युट्युबको बिजनेस मोडलको महत्त्वपूर्ण हिस्सा हुन्। क्रिएटरले भिडियो बनाउँछन्, भ्युअर्सले भिडियो हेर्छन्, भ्युअर्स आएपछि एडभर्टाइजरलाई आफ्नो एडभर्टाइजमेन्ट देखाउने अवसर मिल्छ। त्यसैले इलिजिबल क्रिएटरलाई युट्युबको मोनेटाइजेसन सिस्टम मार्फत एडभर्टाइजिङ रेभेन्यूको हिस्सा दिइन्छ। यसलाई सिम्पल रूपमा यस्तो बुझ्न सकिन्छ। क्रिएटर भिडियो बनाउँछन्, भ्युअर्स भिडियो हेर्छन्, एडभर्टाइजर एडभर्टाइजमेन्ट देखाउँछन्, युट्युबले रेभेन्यू जेनेरेट गर्छ र इलिजिबल क्रिएटरले रेभेन्यू सेयर पाउँछन्। यहाँ अझ एउटा इम्पोर्टेन्ट कुरा छ। धेरै मानिस सोध्छन् 1000 भ्युजको कति पैसा आउँछ त? तर वास्तवमा यस्तो फिक्स्ड फर्मुला हुँदैन। क्रिएटरको अर्निङमा धेरै कुराले असर पार्न सक्छ। जस्तै अडियन्स कुन देशबाट आएको हो, कस्तो एडभर्टाइजमेन्ट उपलब्ध छ, भिडियोको कन्टेन्ट के हो, कति भ्युजमा एड वास्तवमै सर्भ भए, एडभर्टाइजर डिमान्ड कति छ। त्यसैले एउटै भ्युज आएका दुईवटा च्यानलको अर्निङ पनि फरक हुन सक्छ। अर्थात् भ्युज मात्र होइन, मोनेटाइज भ्युज र एडभर्टाइजिङ भ्यालु पनि महत्त्वपूर्ण हुन्छ। युट्युबको अर्निङ एडभर्टाइजिङबाट मात्र आउँदैन। युट्युब प्रिमियम पनि अर्को रेभेन्यूको सोर्स हो। केही युजरले मन्थली सब्सक्रिप्सन तिरेर युट्युब प्रिमियम प्रयोग गर्छन्। प्रिमियम युजरले एड बिना युट्युब हेर्न सक्छन्। अब यहाँ इन्ट्रेस्टिङ कुरा के छ भने, प्रिमियम युजरले कुनै क्रिएटरको कन्टेन्ट हेर्दा क्रिएटरलाई प्रिमियम रेभेन्यू सेयरिङ सिस्टम अन्तर्गत हिस्सा पुग्न सक्छ। त्यसैले क्रिएटरको अर्निङ केवल एडमा मात्र डिपेन्ड गर्दैन। युट्युबमा क्रिएटर्सका लागि अरू मोनेटाइजेसन फिचर पनि छन्, जस्तै च्यानल मेम्बरसिप, सुपर च्याट, सुपर स्टिकर्स र अन्य फ्यान फाउन्डिङ फिचर्स। उदाहरणका लागि कुनै क्रिएटरले लाइभ स्ट्रिम गरिरहेको छ, भ्युअर्सले सुपर च्याट मार्फत पैसा खर्च गरेर आफ्नो मेसेज हाइलाइट गर्न सक्छ। त्यसरी आएको रेभेन्यूबाट क्रिएटरले आफ्नो हिस्सा पाउन सक्छ। यसरी युट्युबले क्रिएटर्सलाई अडियन्सबाट पैसा कमाउने विभिन्न बाटो दिन्छ। अब यो पुरा सिस्टमको सबैभन्दा इन्ट्रेस्टिङ कुरा, युट्युबलाई क्रिएटर चाहिन्छ र क्रिएटरलाई युट्युब चाहिन्छ। किन त? क्रिएटरले कन्टेन्ट बनाउँछ, कन्टेन्टले भ्युअर्स लिएर आउँछ र भ्युअर्सले प्लेटफर्ममा टाइम स्पेन्ड गर्छन्। त्यसले एडभर्टाइजरलाई अडियन्स भेट्न अवसर दिन्छ। एडभर्टाइजर्सबाट रेभेन्यू आउँछ र त्यस रेभेन्यूको हिस्सा इलिजिबल क्रिएटरसम्म पुग्छ। यसरी एउटा साइकल बन्छ। यो साइकल जति बलियो हुन्छ, युट्युबको इकोसिस्टम पनि त्यति नै ठुलो हुन्छ। यो युट्युबको पावरफुल बिजनेस इकोसिस्टम। यदि तपाईँलाई यस्तै बिजनेस, मनी र फाइनेन्सका इन्ट्रेस्टिङ टपिक नेपालीमा बुझ्न मनपर्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस्, किनकि अर्को भिडियोमा हामी अझै एउटा ठुलो कम्पनीको पुरा अर्निङ गर्ने मोडल हेर्नेछौँ।